हेलो हाई एन्ड दर्शन नमस्ते म हुँ सुबिन मल्ल र तपाईहरु हेर्दै हुनुहुन्छ मल्ल ब्लग। खाजा पुगेको छैन हजुरहरूलाई भोक त छैन नि मेरो भाग यसलाई एक दुईटा केही छ भने दृष्टिलाई दिने यसलाई गाडी यो डेस्टिनेसन छान्ने मान्छे को शान्ति म्याम हो कि उर्मिलाजी हो कि एकदम बेस्ट है यो एकदमै राम्रो छ मोहिनी झर्ना पनि राम्रो छ एकदमै राम्रो छ यो ठाउँ राम्रो त्यही भएर मैले पनि जाउँ भनेर हिँड्यो। अहिले हामी छौँ मार्खुमा काठमाडौँ स्वयम्भूबाट हामी 7 बजे हिँडेको अनि गाडी चार्ज गर्न थाल्यौँ बाटोमा। त्यसपछि उताबाट जाने बाटो खोज्दै अहिले 12 बजे हामी मार्खुमा आइपुगेका छौँ। अब तल गएर बोटिङ गरेर त्यसपछि फेरि लखर माथि मोहिनी झर्न जाने कुरो छ अनि हामी माथि मोहिनी झर्न जाने भनेर आएको। उता स्कुल एनएससी स्कुलबाट आएको हामी अनि स्कुलबाट हिँडेको चाहिँ 7 बजे गाडीमा चार्ज गर्नुपर्ने भएर अनि ब्रेकफास्टको लागि अलिकति टाइम लाग्यो त्यहाँ। अहिले 12 बजे यहाँ आइपुगेका छौँ। गाडी पनि जान्छ भनेर हामी माथिसम्म गएको थियौँ अनि त्यो इलेक्ट्रिक गाडी अलि जाँदैन अफरोड छ भनेर हामी यताबाट हिँड्दैछौँ। 1 घन्टा हिँड्ने पनि कस्तो लाग्यो भन्ने कुरा हो। फेरि फटाफट हिँड्ने 1 घन्टा हो कि अब हामी बिस्तारै हिँड्नेलाई 1 घन्टा हो त्यो चाहिँ हेर्नै पर्छ। सरहरू मान्छेहरू छ अगाडि गइसक्नु भएको छ 1 घन्टा हिँड्ने भनेर त तातेर जानुभएको छ। बिच बाटो पुगेपछि के हुन्छ अब हेरौँ न उकालो बाटो त पक्कै उकालै हो अगाडि जानु भएको छ हेरौँ। अहिले चाहिँ हामी यो तालमा आइपुगेका छौँ। के ताल पो थियो यसको नाम सायद इन्द्र सरोवर। अहिले चाहिँ म मार्कुबाट अलिकति तल झरेर यो तालमा आइसकेको छु अनि सुबन्ध सरहरू राम सरहरू चाहिँ माथि टिकट काट्दै हुनुहुन्छ। बाँकी म्यामहरू चाहिँ यहाँनिर फोटो सेसन गर्दै हुनुहुँदो रहेछ। सोधौँ म्यामलाई कस्तो लाग्दैछ। हेलो म्याम रमाइलो हुँदैछ? म्यामहरू चाहिँ फोटोसुट गर्दै हुनुहुन्छ। आइपुगेका छौँ इन्द्र सरोवरको डिलमा बसेर बोट कुरिरहेछौँ। शान्ति म्याम त्यहाँबाट कति हिँड्नुपर्छ अरे? 25 मिनट। 25 मिनट कसले चाहिँ त्यो 25 मिनटमा पुग्ने? हामीहरूलाई 25 के अरे सुबिनलाई त 12-15 मिनटमै पुग्छ। हाम्रो बोट आइपुग्यो हामी बोट चढ्ने तयारीमा छौँ। फाइनली बोट चढिसकेका छौँ। हामी चाहिँ अब यहाँ इन्द्र सरोवरको बोट चढिसकेका छौँ। अब माथि जानको लागि फोटो अब भिडियोबाट निकाल्ने हामी अब हिँडिसकेका छौँ यहाँबाट सरर। सबैभन्दा अगाडि म छु अनि सबजना मेरो पछाडि हुनुहुन्छ। सबैभन्दा अगाडि हुने यो मेरो फर्स्ट टाइम हो। हामी सधैँ यस्तै हो। अब हामी त्यो पल्लो भित्तादेखि हामी यो पछाडिको भित्तासम्म जान्छौँ। त्यसपछि अनि हाम्रो पैदल यात्रा सुरु हुनेछ।
ल हामी फाइनली ओर्लिसक्यौँ। वारीबाट वारी आइसक्यो। म चाहिँ अगाडि दौडेर भिडियो खिच्न आएको। अब यहाँबाट हाम्रो पैदल यात्रा सुरु हुनेवाला छ। अब हामी यो इन्द्र सरोवरमा बोटबाट झरेर अब उकालो हिँड्न सुरु गऱ्यौँ। सुरुमा अलिअलि जोससम्म दौडिँदैछु। जोस उकालो यात्रा धेरै पछि हिँड्नेवालामा छौँ हामी। म्यामहरू यहाँ अगाडि हाँस्दै हिँड्नु भएको छ अहिले चाहिँ। अब माथि पुगेपछि पनि म देखाउँछु कति हाँस्नु हुँदो रहेछ। पछि यहाँ दुईवटा बाटो रहेछ र त्यो दुईवटा मध्ये बाटो मध्ये के यता हो के यता हो। सबै उतै जाँदैछ भन्छु, उतै हो पक्कै। अब एउटा उकालो कटेर अलिकति तेर्सोमा आइपुग्यो। अब यहाँ अगाडि झोलुङ्गे पुल रहेछ। अब फेरि यहाँ अगाडि एउटा झोलुङ्गे पुल छ, झोलुङ्गे पुल। अब झोलुङ्गे पुलमा फेरि 2-4वटा फोटो त जाने होला। बाटो चाहिँ यही हो अनि हामी चाहिँ यहीँ हो हिँड्दैछौँ। जुस रमाइलो हुँदैछ। हामी उकालो चढ्दै यहाँ माथि आइपुगेका छौँ। यहाँ उकालो पनि उकालो नै हो। हेलो म्याम, उकालो नै कम त उकालो छ त। रेस कुमारीलाई स्लो बनाइसक्यो। उकालो पनि त्यस्तो उकालो हो। फेरि भन्नु त एकचोटि रेस कुमारी नै स्लो भइसक्यो। हेर्नु त यहाँ अहिले हामी यहाँ रेस्ट गर्दैछौँ। यहाँ तल ताल, यहाँ बेताल, यहाँ हावाताल। अब त्यहाँबाट उकालो आएर पनि हामी यहाँ तेर्सम्म आइपुग्यो। अनि यहाँनिर फेरि दुईवटा बाटो रहेछ। त्यहाँनिर बोर्ड पनि छ, झुक्किन्छ भनेर बोर्ड पनि छ। बोर्ड साइन बोर्ड हौ। यहाँनिर लेखेको छ मोहिनी झरना। मोहिनी झरना खतरा झरना भनेर हेर्न आएको। त्यत्रो टाढाबाट आएर त्यत्रो उकालो ओह्रालो गरेर यो झरना हेर्न आएको। यो पछाडि मोहिनी झरना। यस्तो त हाम्रो गाउँमा त पाइलै बिछे भेटिन्छ। मतलब राम्रो हो, यो राम्रो त राम्रो हो। तर अब हामी त्यस्तै ठाउँमा भएकोलाई त त्यति स्पेसल भएन नि त। अब यो त्यस्तै ठाउँकोलाई त एकदम स्पेसल हो। तर हाम्रो लागि त त्यति स्पेसल त भएन। अब यत्रो दुःख गरेर आइ त हाल्यो। अब के गर्ने, अब आधी बाटो आइहाल्यो। अब फर्क्यौँ भन्दा पनि त्यति बाटो हिँड्नु परिहाल्छ। झरना चाहिँ मेरो पछाडिबाट खसिरहेको झरना चाहिँ मोहिनी झरना हो।
यहाँ पछाडि अनि त्यहाँनिर पोखरी रहेछ स्विमिङ खेल्नलाई अनि यहाँ मुनि पनि छ एउटा स्विमिङ गर्नलाई पोखरी सरहरू यहाँनिर हुनुहुन्छ सरहरूको पनि फोटो मैले खिच्दिएँ अब म्यामहरू त्यहाँनिर झर्नामा नुहाउँदै हुनुहुन्छ अब केही बेर बसेर फर्किनु पर्ला ठिक छ रमाइलै छ छन त अब हामी पाहाडको मान्छेलाई चाहिँ त्यति स्पेसल भएन घाट क्षेत्रको मान्छेहरूलाई चाहिँ स्पेसलै लाग्ने झर्ना फाइनली माथि पुगेर पनि फर्किसक्यौँ एउटा झुलुङ्गी कटेर पनि यतापट्टि आइसक्यौँ अब तल गएर बोट चढिन्छ के भन्दै हुनुहुन्छ दिदी बोट भने रुख रुख को पात पात चाहिँ को हो त हामी फर्क्यौँ माथिबाट ए म्यामले त 200 भन्दा बेसी फोटो खिच्नु भयो होला दिदीले म्यामहरूले त कति फोटो खिच्नु भयो 200-300 भन्दा बेसी खिच्नु भयो होला है हामी अझै फोटो खिच्नै पाएन भन्नु त एकचोटि अझै फोटो खिच्नु पाएन अरे मात्र 200 वटा फोटो खिचेपछि म्याम भन्दै हुनुहुन्छ फोटो खिच्न पाएन मात्र 200 वटा फोटो हैन होला के हो खै मलाई त त्यस्तै लाग्छ कि हाम्रो शान्ति म्याम पनि कस्तो भयो म्याम रमाइलो भयो नि हजुर पोखरीको के दिदी पोखरीको के दिदी भन्छ न पोखरीको के भन्छ न यति राम्रो हाँसो छ ल हेर्नु यता ल हेर्नु यता ल आउनुभयो अब चाहिँ Santa